पानी परेर चाहिँ जिल्ला भइसकेको रहेछ मल्ल भइसकेको रहेछ त्यति धेरै यात्रा नै रमाइलो गर्नु गाउँपालिका वडा नम्बर 6 सीमा प्रारम्भ भयो। हामीले त जहाँ पानी आउँछ त्यही घर लगाउँला कि होइन मादल भिडियो भने त छैन होइन यिनीहरू पछि थिए हो अब कसो गर्ने हजुर यसो गर्ने र कसो रुकुम जाउँ रुकुम गएर फर्केर अनि माथि जाउँ त्यो त टाढा छ के यार टाढा हो नि होइन अर्जुन सर सुन्दा सुन्दैन हजुर पहिले जहाँ भनेर आएको त्यही गरौँ न होइन एकदम पर्यटकहरू एकदम धेरै नै छन् तर पानीले चाहिँ डिस्टर्ब गरेर भर्खर आइपुग्यो बिच बाटोमा आइपुग्दासम्म चाहिँ पानी आइराखेको थियो अहिले यसो यो यतिको 3 मुनि चाहिँ बसेँ है अहिलेलाई यहाँ चाहिँ हामी चाहिँ यहाँबाट यसो हिँड्दै अहिले देखाउने नै छौँ तपाईँहरूलाई मान्छेहरू त्यहाँ थाकेर बसिसके
क्यामेराम्यानको हालत उस्तै छ खराब जुकासित डराउँदै एकदम जिग्री दोस्त ठिकै छ नि अहिलेसम्म त ठिकै छ भर्खर जम्मा 15 मिनट भइसकेको छ है यहाँदेखि हिँडेको पाती हाल्नेदेखि अब हाम्रो हालत एकदम खराब हुनेवाला छ जिन्दगीको त्यसलाई चाहिँ एकदम इन्जोय मोमेन्ट मानेर हिँड्न पर्यो बल्ल बल्ल यहाँ आइके छ यो हेलमेट चाहिँ एकदम तल त्यति असुरक्षित हुन्छ कि भनेर चाहिँ हामीले अहिले सबैजनाले चाहिँ आफूसँगै लिएर आएको छौँ है ल यस मान्छे हिँडेर फुल चाहिँ बेसरी मारिसक्नु भएको छ पुरै पानी आएर हिलो छ बाटो चाहिँ हामीलाई गाह्रो त गाह्रै हो बिस्तारै बिस्तारै जाने हो भने ठिकै हुन्छ ट्रेकिङ भनेको यस्तै हो यसले चाहिँ अलिअलि सहारा दिए है धर्म लौरो चाहिँ लिएको छु यसरी फोहोर चाहिँ यहाँ नफाल्नु हुन्थ्यो फाल्नु भए चाहिँ बाटोमा चाहिँ यो पुरै प्लास्टिकको बोतलहरू रेड बुलको बोतल सबै यहाँ यता सरपष्टहरू छ यहाँ धेरै सास चाहिँ एकदम स्याहाँ गर्दाखेरि राम्रोसँग बोल्न पनि भएन कि साथीहरू त उहाँ गएर उहाँ कुरा बसिसकेका छन् नि छिटो हिँड्ने केटाहरू उहाँ चाहिँ घाम भएछ है साथी प्रकाश सरलाई ल प्रकाश सर ल हेलो भन्नु त ल हाम्रो साथीहरू यता छ खाने बेला भइसकेको छ माथि टपमा है वेलकम ब्याक टु माई च्यानल इन सेकेन्ड डे अफ द ट्रिप बुकिपाटन चौरी खर्ग अरू सबैजनाहरू चाहिँ एकदम बिहान 3 बजे उठेर गइसक्नु भएको हाम्रो चाहिँ लगभग 5 बजिसक्यो 5 बजे पनि यतिको मौसम चाहिँ खुलिसकेको छ होइन अलिअलि बाटो चिप्लो नै छ जे यतिको चाहिँ बनाउनु भएको रहेछ खनेर भ्यू चाहिँ तलपट्टि चाहिँ एकदम यसरी अलिअलि हुसु लाग्यो खुलेर एकदम राम्रो देखियो यस भ्यू हेर्नको लागि त्यो उपयुक्त मौसम भइसकेको छ है यतना चाहिँ एकदम बवाल भ्यू हुँदो रहेछ यहाँ सर यो मान्छे ट्रेकिङ गर्दै यही डाँडो हुँदै पारी जाने थियो मौसम चाहिँ एकैछिनमा चाहिँ खुल्ने यति राम्रो देखिने अनि एकैछिनमा चाहिँ पुरा कुहिरोले चाहिँ सबैतिर मुस्काउँछन् पुतलीले गीत गाउँछन्